So hi everyone, welcome back my video again. This is me Amrita Rai. अनि मेरो भिडियोमा वेलकम छ हजुरहरु सबैलाई र हजुरहरु कस्तो हुनुहुन्छ। अघिसम्म चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ पानी पर्नु रोकेर चाहिँ म बाहिर एकछिन बसिरहेको छु। गेन्या फुल हो यो ह्याङ्गिङमा है, त मज्जाले फुलिरहेको छ। आज अहिले चाहिँ भन्छ उ नाम त जेरेनियम भन्नु पनि आउँदैन त्यो। यो फुल हो, सेम कलर छ। यो चाहिँ फुल्नु आँटेको छ। यो चाहिँ अलिक डिफ्रेन्ट कलरको छ। यतातिर पनि छ। यो फुल हजुरलाई मन पर्छ कि मन पर्दैन? मलाई चाहिँ पुरा मन पर्छ। हेर्नुस् न कस्तो राम्रो फुल्छ यो चाहिँ। बर्खामा मजाले अहिले चाहिँ फुलहरू फुल्ने सिजन हो। एउटा सकुलेन्ट क्रिसमस फुल पनि भन्छ, कटिङ गरेर रोपिरहेको छु। यो चाहिँ अहिले फुल्दैन नि त, यो दसैँ औँसीको लागि हो। यो चाहिँ भर्खर रोपेको हो नि त मैले। यो चाहिँ स्नेक प्लान्ट, यो यस्तो कलरको छ। यहाँ अर्को भेरा यो पनि राम्रो हुन्छ, फुल्छ पनि यसले। फुल्दा चाहिँ यस्तो हुन्छ। यो चाहिँ मैले ह्याङ्गिङ यहाँ झुन्डाइदिएको हो है। थुप्रो भएपछि राम्रो हुन्छ। एलोभेरा हो। अनि यहाँ अरू के देखाउनु है, एकछिन बस्छु। म चाहिँ भिडियोहरू बनाउँछु हैन। भिडियोहरू पनि अब त्यति साह्रो बनाउनुहरू मलाई त आउँदैन हैन। त्यहाँदेखि जस्तो भए पनि तपाईहरूले हेरिदिनुहुन्छ, त्यसमै म चाहिँ खुसी छु हैन साथीहरू। अनि अब एकैपल्टमा त कहाँ जान्दछ हैन साथीहरू। अब बनाउँदै गएपछि याद हुन्छ कस्तो कस्तो बनाउनु पर्ने हो हैन साथीहरू। अनि हजुरहरूले त्यस्तै भए पनि हेरिदिनुहुन्छ प्रायःले हैन। म एकदमै खुसी लाग्छ, मलाई एकदमै खुसी लाग्छ है। बोल्नु पनि आउँदैन नि त मलाई त्यति साह्रो बेसी। अनि अरू त के भन्नु। सो गाइस फेरि पनि पानीहरू पो पर्नु थाल्यो त हौ। पानीहरू पर्नु थाल्यो फेरि। कति पनि पर्छ हौ, पानी पनि परेपछि परे गर्छ, परेन भनेपछि पर्दैन फेरि हैन। एक टमाटर छ मेरो चाहिँ पुरा फल्दैछ। अब यो चाहिँ रुख टमाटर हो। यो चाहिँ अचार लगाएर अचार सादेर है, अचार बनाएर खानु चाहिँ मिठो हुन्छ यो चाहिँ। तर अलिक धेरै नै अमिलो हुन्छ। अमिलो नखानेले चाहिँ मन पराउँदैन यो। मा चाहिँ जताततैबाट पानी आउँछ। हिउँदो लागेपछि चाहिँ छैन। हिउँदो लागेपछि चाहिँ फेरि यस्तो दुःख हुन्छ पानीको। यहाँ हेर्नुहोस् न, यतातिर पनि थापिरहेको छु। अब चाहिँ म एक दुईवटा लुगाहरू उठाउनु पर्यो। पानी फेरि पर्नु स्टार्ट भइहाल्यो। हो यो दुईवटा पर्दाहरू चाहिँ अघि नै सुकाएको थिएँ, अलिक सुक्यो होला है। त्यो चाहिँ म टिप्नु पर्यो। मेरो सुकाउने जग्गा पनि राम्रो छ नि यहाँ झारमा। फुल कस्तो मजाले फुल्छ यो फुल। यो फुल पनि कस्तो मजाको हुन्छ, ड्याममै हुन्छ यो काँडाले। अहिले फेरि घाम लागिरहेछ मजाले। मेरो घरको वरिपरि चाहिँ खालि रुखपातहरू मात्रै देख्न सक्नुहुन्छ हैन। सबैतिर ओह्रालो, उँधोतिर पनि रुखहरू रोपेर, यतातिर पनि रुखहरू, उँभोतिर पनि रुख। त्यही भएर चाहिँ अब घरहरू कम्ती मात्रामा देख्न सकिन्छ। घरहरू त छ नजिक नै, तर अहिले मेरो वरिपरि चाहिँ रुखपातहरू मात्रै देख्न सक्नुहुन्छ हजुरहरूले।
सो साथीहरू अब म यो दैलोमा पढाहरू हाल्छु अनि तपाईँहरूसँग भेट्ने छु। साथीहरू म चाहिँ पढ लगाइसकेँ एउटा चाहिँ है, अब अर्को चाहिँ उता लगाउनु त। मैले यहाँ पनि पर्दा लगाइसकेको छु र अब चाहिँ म भाँडा धुन्छु। भाँडा धोइसकेर चाहिँ तपाईँहरूलाई भेट्छु। मैले भाँडाहरू पनि धोइसकेको छु र अब अब चाहिँ के गर्छ, अब बेलुकाको लागि सब्जीहरू टिप्नु जान्छु होला। आज चाहिँ खै के सब्जी बनाउनु भइराखेको छ मलाई चाहिँ। म चाहिँ अब सिबी टिप्नु जानु पर्यो त्यहाँनिर एक दुईवटा। तपाईँहरूलाई मैले कति बेसी सधैँ सिबी नै देखाउँछु है साथीहरू। अब के गर्नु, गाउँ बस्तीमै यही छ सब्जी भनेको होइन। आमामा उकालो। आज चाहिँ म मिक्स भेजिटेबल बनाउनु पर्यो साथीहरू। बेसी टिप्नु चाहिँ पर्दैन, एक दुईवटा, धेरै टिप्दिनँ। त्यतिर छ नि सिमीहरू। म त आज बारीमा पस्नु मन भएन साथीहरू, सिक 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 लाग्यो जस्तो भयो। केस किन छोडेको भन्नुहुन्छ होला, यति लामो केस किन छोडेको नबाँधेर भन्नुहुन्छ होला साथीहरू। मलाई चाहिँ यो केस छ नि, यो केसहरू मजाले बाँध्यो भने पुरा यस्तो टाउको दुख्छ। त्यही भएर चाहिँ म चाहिँ केसहरू प्रायः चाहिँ खुल्लै छोडिराखेको हुन्छु साथीहरू। केसहरू यस्तो बाँध्दाखेरि मलाई पुरा दुख्छ नि त। के होइन भने हल्का क्लिपले खिल्नुपर्छ। अनि अघि त खिलिरहेको थियो कि, छ क्लिप यहाँनिर मेरो अघि हात चिसो थिएर चाहिँ केस नबाँधेको। अब अहिले खाना बनाउँदा चाहिँ म बाँध्छु साथीहरू, यतिकै चाहिँ म छोड्दिनँ केस चाहिँ होइन। तर लाबरहरू चाहिँ म चाहिँ बाँध्नु चाहिँ सक्दिनँ। मलाई अब नबाँध्दाखेरि कम्फर्टेबल छ, मलाई नबाँध्दाखेरि मलाई कपालहरू दुख्दैन भनेपछि त मैले बाँध्ने कुरा आएन साथीहरू होइन। सो साथीहरू होइन, मैले चाहिँ मुन्टा पनि एक दुईवटा टिपिदिएको छु, किनकि आज चाहिँ मैले हातमा राखेर चाहिँ हिँडेको, मेरो हात ठुलो छ नि त, त्यही भएर अँटिहाल्छ साथीहरू के। केस बाँध्छु। अब चाहिँ म खानाहरू पकाउँछु नि त, त्यही भएर चाहिँ म केसहरू अब चाहिँ बाँध्छु। बाँध्नु चाहिँ सक्दिनँ साथीहरू, यो क्लचरले यसरी खिल्छु हल्का पाराले यसरी। गाइस अब चाहिँ म भिडियोलाई यहीँ इन्ड गर्ने छु, किनभने भिडियो पनि एकदम लामो हुन्छ होला होइन। अनि म चाहिँ तपाईँहरूलाई फेरि अर्को भिडियोमा भेट्ने छु। त्यति बेलासम्म तपाईँहरूले मेरो भिडियो हेरेर इन्जोय गर्नुहोस् होला है। तपाईँहरू जतिजनाले पनि मलाई फलो गर्नुभएको छ फेसबुक पेजमा होइन, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र आउँदो दिनहरूमा पनि साथ सपोर्ट गरिदिनुहोस् होला होइन, त्यही भन्न चाहन्छु। ओके बाई साथीहरू।